मेरो गुन्डिनी मेरो गुन्डिनी पहिला 10-12 घन्टा सुत्दाखेरि त मेरो निद्रा पुग्थेन 1 घन्टा सुत्यो भने मेरो निद्रा पुग्छ यो हो मेरो स्ट्रङ हुने रिजन देख्न सक्नुहुन्छ रातभरिमा यति डाइपर यति जम्मा तँ मेरो छोरी हो रहेछ हाँसिदिए नि जिन्दगी गोरेटोमा यसै खास्ती हो रुमको हालत यो गति हुन्छ बिहान उठ्दा अझै जस्तो हाम्रो चाहिँ कालो धागो बान्छ उहाँहरूको चाहिँ कालो अनि यो येल्लो मिक्स गरेर बाटेर यसरी लाउँदा रहेछ आपातानीहरूको चाहिँ है बाहर का नजारा दिखाती हूँ मैं तेरे को ब्लेड प्रूफ ज्याकेट यो चाहिँ बेबीको यो ब्लेड प्रूफ क्याप टोपी यू नो टोपी ऐसे मुगेम्बो खुश हुआ अब मम्मी छोरी बाहर की दुनिया में जाते हैं हम लोग मजा आउने ना क्या यो हो बाहिरको दुनिया छोरी वेलकम टु मुगम्बो नानी सुत्ने बेलामा फटाफट फ्रेस भइहाल्नुपर्छ क्या मलाई चाहिँ अब मलाई भनेर होइन जति पनि नानी कामहरू छ सबैलाई त्यही हो नानी सुत्नेको बाद चाहिँ आफ्नो काम गर्नु भ्याउँछ है अनि म चाहिँ बेबीलाई अरूलाई चाहिँ यति हेर्नु दिँदिनँ क्या म आफै नै हेर्छु उनलाई यताउता किनकि मेरो घरमा केही कामै छैन मलाई खाना पनि बनाउनु पर्दैन है मलाई घर पनि सफा गर्नु पर्दैन मलाई बाहिर केही काम पनि गर्नु पर्दैन सिर्फ नानीलाई हेर बस खा सुत त्यति नै हो क्या मेरो काम त्यही लागि म नानी हेर्ने काम नानीलाई यताउता गर्ने सबै म एक्लै नै गर्छु अरू लाउँदिनँ कपडा सपडा धुनु पनि म आफै नै धुलाउँछु जब नानी सुत्छ त्यतिखेर म आफै धुलाउँछु भुन्टीले चाहिँ धुलाइदिन्छ तर म उसलाई जान बुझेर धुलाउनु दिँदैन किनकि मेरो केही कामै छैन यति पनि काम गरेन त के हो मतलब यति पनि काम गरिनँ भने त हुँदैन जस्तो लाग्छ क्या मलाई त्यो लागि म आफै नै गर्छु एकदमै साह्रो गाह्रै पऱ्यो भने मात्रै भुन्टीलाई हेर्नु लाउँछु नभए म एक्लै नै म्यानेज गर्छु इतना सुकून हामीले चाहिँ कपडा सुकाउनु लागि सबसे बेस्ट जग्गा भनेको यो छत नै हो किनकि तल अब तल घरको छेउमा सुकाइन्छ के हुन्छ भन्दाखेरि चारैतर्फबाट बिल्डिङ भएर छाया हुन्छ त्यही लागि सुकायो भने पनि छतमै सुकाउने हो मजाले पनि सुक्छ